लगपट्टि उयो मात्र नहुने खालि वरिपरि लानु यसरी व्यवस्था गरिरहेको रहेछ ढक्क जाने। यसलाई भन्न चाहिँ के भनिन्छ ट्याक्कै यसको बारेमा ठ्याक्कै थाहा भएन, तर जस व्यवस्था गरिरहेको त्यो ढुङ्गाको पुल यहाँनिर देखियो। ढुङ्गाको पुल यो टक्क ढुङ्गा राखेको छ बस्नलाई। कुरालाई चाहिँ प्रयोग गरेको रहेछ क्या सर। यति अग्लो ढुङ्गा है। हेर्नुहोस् त यति अग्लो नानी। पुराना पुराना घरहरू छन्। यो सङ्ग्रहालय राखिया रहेछ यहाँ। घोडाहरू दुईटा यहाँ यसरी चढिरहेको छ यहाँनिर। यस्तो काठको टक्को कुर्सीको व्यवस्था गरिरहेछ। काठको कुर्सी पुरै काठ काटेर टक्को गोलो बनाएर अनि यसरी बसेको छ। यही बस्ने व्यवस्था नै यसरी गरिया रहेछ। म्याडमलाई मैले फोटो खिचेर देखाइदिएँ। यसरी सङ्ग्रहालय घर रहेछ। त्यहाँ राम्रो बनाएको रहेछ यहाँनिर। हेर्नुहोस् त ट्याक्क कस्तो राम्रो बनाएको रहेछ त्यहाँनिर पनि। अब सबै ठाउँमा घुमेर जान चाहिँ सकिएन ठ्याक्कै। कति राम्रो टक्क बनाएको घर। हेर्नुहोस् त ठ्याक्क कस्तो राम्रो घर बनाएर च्याट्ट राखिया छ। हामी चाहिँ यो तेह्रथुमको तिनजुरेमा घुम्न आउँदाखेरि ठ्याक्क यसलाई लालीगुराँससँगै यसलाई पनि दृश्यावलोकन गर्न पाइयो। त्यसैले धेरै खुसी लाग्यो। हाम्रो जनजाति सङ्ग्रहालय अरे यो सबै जातिहरूको प्रतिनिधित्व हुने गरी यसलाई चाहिँ निर्माण गरिएको रहेछ। यहाँनिर एउटा राम्रो घर पनि रहेछ। हेर्नुहोस् त है, एउटा सानो किचन जस्तो। अघि मैले देखाएको पोखरी चाहिँ यस्तो पोखरी रहेछ क्या, एउटा ठुलो पोखरी। हेर्नुहोस् त है, सरर मैले देखाइदिएँ। टक्क व्यवस्था गरिया रहेछ यो पोखरीलाई। यसरी टक्क राखिया रहेछ, ठुलै छ।